आज हामी तपाईँलाई चाहिँ मेरो क्याफेको होल टुर पनि गराउँछौँ होइन। अनि आज चाहिँ हामीले एउटा भिडियो बनाउन लागिरहेको छौँ कि एडभर्टाइज खालको होइन। मैले क्यामेराम्यान पनि हायर गरिसकेको छु होइन। दाइले चाहिँ त टेक लिँदै हुनुहुन्छ होइन। अनि यता चाहिँ हाम्रो यो चाहिँ हाम्रो बसेर खाने भयो होइन, कफी खाने भयो, यहाँ पनि छ अनि यताभित्र पनि छ होइन। टक्कै यो फुलहरू मजाले झुन्डाएर रङ्गी बिरङ्गी छन् होइन। अनि यता बसेर कफी खान चट्ट मिल्यो। अनि यतापट्टि बसेर चट्ट कफी खान मिल्छ। यहाँ 4 जना, उतापट्टि 2 जना अनि यतापट्टि 4 जना है। अझ तपाईँ ह्युज क्वान्टिटीमा आउनुहुन्छ भने पनि त्यस्तै छ होइन। हामीसँग भित्र पनि छ, यो देखेको छ नि। यता पनि चट्ट बसेर चाहिँ कफी खान नै मिल्छ होइन। अनि बाहिर पनि छ होइन। यो चाहिँ बाहिर चाहिँ हाम्रो क्याफे हो भने भित्रपट्टि चाहिँ हाम्रो होटल हो है, हाम्रो चाहिँ गेस्ट हाउस हो। तपाईँहरू यता बसेर पनि खान मिल्छ, गार्डनमा बसेर पनि टक्क खान मिल्छ है। यता पार्किङ पनि छ, बाहिर पनि छ। तपाईँहरूले कफी खानेदेखि लिएर यहीँ बस्छु, खाना खान्छु, खाजा खान्छु अथवा यहीँ बस्छु सुत्छु भने पनि मजाले पाइन्छ है। हामी कहाँ यस्तो व्यवस्था छ। र मेन कुरा गरौँ आज क्याफेकै बारेमा कुरा गरौँ है। क्याफे चाहिँ म तपाईँलाई अगाडिबाट नै देखाउँछु होइन, सुरुमा क्याफे कस्तो देखिन्छ भनेर। हाम्रो सुरुमा देखिने चाहिँ यस्तो है मेरो क्याफे भन्ने। हाम्रो चाहिँ यतापट्टि माथि चाहिँ हाम्रो होटल हो भने तलपट्टि चाहिँ हाम्रो क्याफे हो होइन। टक्कै मेरो क्याफे मजाको मेरो क्याफे देखिरहेछ होइन। यो चाहिँ हल्का पानी परेर चाहिँ बोर्डमा कस्तो कस्तो भइरहेको छ, यसलाई चाहिँ फेरि कलर लाउनु पर्ने भएको छ। हाम्रो चाहिँ यहाँ है अब कस्तो खालको भिडियो बनाउने भनेर चाहिँ यहाँ सल्लाह आउँदैछ। यता हाम्रो भाउजू ओनर र दामी आउँदो रहेछ यहाँबाट यस्तो स्वाट निकालेर यस्तो देखाउँदाखेरि त है। तपाईँहरू आउँदा चाहिँ ब्रेड आइटमदेखि लिएर सम्पूर्ण कुराहरू पाइन्छ। हुन त अब क्याफेमा के पाइन्छ भने तपाईँहरूलाई थाहा छँदैछ होइन। तपाईँहरू गएर खाने बस्नु भएपछि म तपाईँहरूलाई मेनु पनि देखाउँछु मेरो है। अब हामीसँग के पाइन्छ भनेर म तपाईँलाई देखाउँछु। प्लेन लस्सी छ, बनाना लस्सी छ, चक्लेट लस्सी छ देखि लिएर ब्रेकफास्ट पनि हुन्छ, यहाँ डिजर्ट पनि हुन्छ, सलाद हुन्छ, स्न्याक हुन्छ, कोल्ड ड्रिङ्क हुन्छ अनि हुक्का पनि हुन्छ है। कफी त भइ नै हाल्यो, टी हुन्छ, जुस हुन्छ, कफी के हो भाउजू? कफी अल्टरनेटिभ यो अरे जोडो अक्षर भन्न मन नबुझेको। अनि यो के हो? यो स्मुदी सेक यस समर स्पेसल है। र तपाईँहरूले पानी चाहिँ फ्रीमा बनाउँछ, यति कुरा चाहिँ याद राख्नु होला। र यसपछिको भनेको मैले प्रमोसन भिडियो कस्तो बनाउँछु त्यो हेर्ने। तपाईँले चाहिँ हेर्ने मात्रै होइन कि आएर खानु पऱ्यो, अनि खाने मात्रै होइन कि पैसा तिर्नु पऱ्यो र अलिकति टिप्स पनि दिनु पऱ्यो। पैसा होगा। हेरौँ है, हेरौँ अहिले यो ध्यान दिएर हेरौँ यो पछि कस्तो सर्ट आउँछ हेरौँ है। ओ यता भरिसक्यो, यता खनाउनु पऱ्यो हो क्या। ल फेरि खनाउनु पऱ्यो ल है। हजुरले के भन्छ यो प्रक्रियालाई, यो सिस्टमलाई? ट्याम्पिङ, यसलाई ट्याम्पिङ गरेको, गाउँले भाषामा यसलाई थमारेको। क्या बात कर रहे हैं? हाम्रोमा चाहिँ यस्तो प्रोफेसनल फोटो पनि खिचिन्छ है। हजुर टक्कै यस्तो एम्बियन्स पनि छ कि हाम्रो फोटो खिच्ने जस्तो होइन। टक्क फोटोसोटो प्रोफेसनल तरिकाको फोटो खिच्ने सिस्टम पनि छ होइन। चाहिँ कसैले मेरो क्याफेमा आएर होइन ल मलाई फोटो खिच्नु पऱ्यो भन्नुहुन्छ भने चाहिँ टक्क फोटो पनि खिचिदिन्छ होइन। अझ स्पेसल्ली बेलुका भने चाहिँ अझ दामी फोटो खिचिन्छ होइन। किनकि यो छ नि यो फुल भयो होइन, अनि यो अर्को फुल भयो, अनि यताको भयो होइन। अनि यता हामीले लाइट हालेको छौँ होइन, यता माथिबाट लाइट होइन। अनि यो लाइटहरू हुन्छ होइन, अनि यता सबैमा लाइटहरू हालेको छ, अनि यताको एक्स्ट्रा लाइटहरू हुन्छ। यो सबै लाइटले गर्दाखेरि होइन बेलुका चाहिँ मेरो क्याफेको फोटो चाहिँ खतरा आउँछ, दामी आउँछ होइन। तपाईँहरू चाहिँ मेरो क्याफेमा कफी खाँदै फोटो खिच्न चाहनुहुन्छ भने पनि बब्बाल फोटो खिचिन्छ हामी चाहिँ, किनकि हामी आफै फोटोग्राफर पनि हो। नमस्कार, म भाग्यनी उपाने, स्वागत छ तपाईँलाई तातो खबरमा। हामी क्या यस्तो यस्तो दामी फोटो पनि खिचिन्छ। उयो बबाला हेर, हामी चाहिँ बब्बाल फोटो खिचिन्छ। हाम्रोमा यस्तो यस्तो फोटोहरू पनि खिचिन्छ होइन। अनि यता पछाडि छ नि त्यो गार्डनतिर पनि बबाल फोटो आउँछ होइन। अब चाहिँ फाइनल्ली भाउजूको एउटा फोटो चाहिँ आउँदैछ होइन। ओके त्यही नै हो। हामी चाहिँ आज मजाले एउटा प्रोमो भिडियो पनि बनायौँ। अब एउटा चाहिँ यता माथिको बोर्डको चाहिँ खिच्नु छ होइन। त्यो चाहिँ हामी सम्भवतः अहिले बेलुका खिच्छौँ। त्यो बबाल मजा आयो होइन। अनि हुन त दाइ मसँगै छ होइन। यो भिडियो चाहिँ अरू भिडियो नहेरे पनि दाइले यो भिडियो चाहिँ हेर्छ, सुरत दाइले चाहिँ हेर्नुहुन्छ होइन। तपाईँले हेरिरहनु भएको छ मलाई थाहा छ। थ्याङ्क यू सो मच फर भिडियो क्याप्चर। ओके ल बाँकी कुरा भनेको हुँदै गर्छ होइन। अब तपाईँलाई मैले इन्फर्मेसन दिइहालेँ। हामीले मेरो पोडकास्ट पछि चाहिँ हामीले मेरो क्याफे भन्ने चलाइराखेको छौँ होइन।
जस ओपनिङ भएको छ झन्डै 1 महिना जति भइसक्यो अनि हामीले एउटा प्रोमो भिडियो चाहिँ अहिलेसम्म बनाएको थिएन अब चाहिँ हामी बनाउँदैछौँ मेरो क्याफेको लोकेसन चाहिँ ठ्याक्कै पोखरा लेक्सलाई डीको पाटन स्ट्रिट नम्बर 26 मा रहेको छ र माथिपट्टि चाहिँ अल्पाइन भिल्ला लेखेको बोर्ड छ हैन तपाईहरु यहाँ आउनु भने मजाले एउटा मिठो कफी खान पाउनुहुन्छ र हामीसँग अल्पाइन भिल्ला होटल पनि छ र हाम्रो तलपट्टि चाहिँ हामीको होटल कामना पनि छ तपाईहरु चाहिँ कस्तो रुममा बस्न चाहनुहुन्छ पुरै रुमहरु खोजी मजाले बस्न सक्नुहुन्छ है जस हामीका सबै व्यवस्था छ र अन्त्यमा जाँदा जाँदै तपाईहरुलाई म एउटा कुरा फेरि पनि भन्न चाहे तपाईहरु मेरो क्याफे आउन चाहिँ नभुल्नु होला है त ओके बाइ गुड नाइट